छैन रहेछ। हेलो गाइज, गुड मर्निङ। फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। सिद्धलेकतिर घुम्न जाउँ भनेको छ केटाहरूले, त्यतै जान लाग्यो है। मेरो रुम चाहिँ यस्तो छ। यहाँबाट चाहिँ दुईजना जान्छौँ हामी, उता चाहिँ अब दुईजना आउँदैछ, चारजना हुन्छ। टक्क चारजना चाहिँ आज घुम्न जाँदैछौँ। त्यहाँ के हुन्छ देखाउँछु गाइज होइन, कस्तो छ सिद्धलेक भन्ने ठाउँ। अब भाइरल भएको छ हेर्नु। साबी अब चाहिँ हामी निस्किन्छौँ। यहाँ आइपुगिसकेको छ। अब चाहिँ हामी लागेको ल गाइज। पहिला एकचोटि यसको रुममा जाऊँ, लुगा लाउने रे, अनि त्यहाँबाट निस्किन्छौँ हामी। हामी चाहिँ अहिले यसको रुममा जान लाग्यो लुगा सुगा लाउन। फाइनल्ली यसको रुममा आइपुग्यो हामी। अब यहाँबाट चाहिँ कपडा सपडा लाएर जान्छौँ हामी चाहिँ। अब पर्फ्युम सर्फ्युम लाएर निस्किन्छौँ। दामी आउँदो रहेछ त। सक्यो के हो थोक्का बेजती छैन रहेछ। हामी चाहिँ तेल हाल्न आएको यहाँ होइन, पछि पुग्दैन भनेर। फाइनल्ली तेल हाल्ने कार्यक्रम सकियो। फाइनल्ली यता चौतारतिर पुग्यौँ, तिनतले भेटको चौतार। फाइनल्ली गाइज हामी बहिनी आइपुग्यौँ। अब यहाँबाट चाहिँ उकालो छ अरे। अब चाहिँ दुईजनाले कुर्दैछौँ, तलबाट आउँदैछ अरे। खान्छ नास्ता बजाऊ। भान्ना खाँदै यस्तो खानु परेको छ। आइपुग्यो दुईजना, यही दुइटालाई पर्खिरहेको थियो। केटाहरूलाई पर्खेर 1 घन्टा भइसक्यो हामी यहाँ पर्खेको। बाइक चलाऊ कि के चला, यस्तो स्पिड कुद्ने बाइक छ, त्यही पनि बिस्तारै चलाउँछ। यो मान्छेलाई पर्खेर मैले 1 घन्टा यहाँ बसेँ। हाम्रो 2टा बाइक भयो। अब चाहिँ यहाँबाट उकालो जान्छौँ। यता छ हाम्रो सर। के छ सर, कहाँबाट आउनु भएको हजुर? एकदम ठिक छ। कहाँ जोताउँछ टोलीले त आएन। राइडर चाहिँ फेरि अच्छा होइन हाम्रो नयाँ राइडर। राइडर फेरि रिसाउँदैछ, उसको भिडियो बनाउनु पऱ्यो। उसको भिडियो बनाउँदा हाम्रो साथमा हिँड्नु पऱ्यो नि होइन। राइडर फेरि फायर हान्नु रहेछ, ऊ फेरि पानी रहेछ। पेट्रोलको त पेट्रोल हान्नु पऱ्यो नि, फ्याट हो त्यसरी। राइडर बस भिडियो बनाएर भिडियो बनाएन भनेर रिसाएर है। लो बाबु, यतिको हिँड्ने हो।
गन्तव्य भनेको शीतल लेकको भ्यू पोइन्ट हो गाडी कि ढोको फेरि के भयो ए क्या हुआ भाइ भाइजी भर्खर भर्खर बजार झेलेको यिनीहरू चाहिँ पाखे नै हो के बोले भाइ के बोले के छ थाहा बोले उयो देख्न सक्नुहुन्छ पछाडि बस्नेले हेलमेट लाउँदैछ अगाडिको अब क्याबमा बाइक चलाउँदैछ ओ रबिन बोस हेलो रबिन बोस बाइक अब सरकारी हो होइन यिनीहरूले रगटे हामीलाई धुलो खुवायो यिनीहरूले धुलो खुवाएर गयो हाम्रो अब बाबाहरूलाई खुवाउनु पऱ्यो होइन मजा त लिनु पऱ्यो फाइनली हामी यो चौतारमा आइपुग्यौँ गाइज होइन यो चौतारको नाम चाहिँ के हो थाहा छैन तर यहाँ आइपुग्यौँ अहिले चाहिँ केटाहरू पर्खिँदैछ भन्छ यो ठाउँको नाम चाहिँ के हो ओ गणेश हिमाल है दामी केटाहरू आउँदैछ बाटो कता हो बाटो कता यतै हो अरे बाटो कहाँ हो बाटो थाहा छैन नि त त्यही भएर हामी पर्खिरहेको पीछे का भाई लोग रो रहा है उनीहरूको भिडियो बनाएन भने रुँदैछ गाइज फाइनली बाटो मिस्टेक भएछ है फर्काउनु पर्ने भयो फेरि बाइक कस्तो बाटो थाहा नभएपछि यस्तै हो प्रब्लम होइन के गर्न सकिन्छ त अब घुमाएर बाइक यसरी तर जम्मुङले बाटो मिस्टेक भएछ अर्को भएछ हामी फेरि फर्किँदैछौँ यता रहेछ बाटो अघि यो नहेरेर बोर्ड नहेरेर क्या हुआ बाइक गिर गया देख सकते ओ क्या हुआ ले शीतल लेकको हल्का थोरै माथि हामी आइपुग्यौँ बस्तीहरूको माथि यहाँबाट देख्न सक्नुहुन्छ ऊ त्यो त गणेश हिमाल है हाम्रो गाउँबाट नि बब्बाल देखिन्छ यस्तो छ है भटपटेमा लिन आइरहेको छ हेलिकप्टरले यात्रा जारी छ फाइनली हामी शीतल लेक आइपुग्यौँ होइन अब यहाँबाट अलिकति त्यहाँ माथि देखाऊँ त्यहाँ माथिसम्म हिँडेर जानुपर्ने हुन्छ 2 पैदल टकटकवाला जान्छौँ अब चाहिँ हामी हेर्दै गरौँ किप वाचिङ यो जुत्ता राम्रो रे अब ल यहाँ यस्तो दामी देखेर यस्तो दामी जुत्ता छोडेर यस्तो राम्रो रे अरे कहना क्या चाहते हो कति तिरेला कमेन्ट गर्नु कुदा या सो वाह मैं खतरा में उड़ी हूँ ओप्स बबाल देख्ने रहेछ भ्यू चाहिँ मुझे माछा पुच्छ्रे त लाग्यो मुते माछा पुच्छ्रे उदे गणेश हिमाल कट्टार आइपुग्यो हामी धादिङ बेसी मुनि गणेश हिमाल
त्यो सिसापाङ ऊ त्यो जोर्जे लाक्पा जोर्जे लाक्पा माछा बुच्रे यता पनि छैन भाइरल ठाउँ मिहा जसिम भाइरल यस्तो छ भ्यू चाहिँ शीतल लेकबाट देखिने भ्यू यस्तो छ पानी त नि हो यस्तो छ है ठाउँ चाहिँ गाइस शीतल लेकको डाँडामा आइपुग्यो हामी फाइनल्ली लो हाम्रो राइडर सरले के हो माल निकाल्छु भन्दैछ वाह अबे वाह माल यस्तो माल हुन्छ सबसे राम्रो चिज भनेको यही हो फ्रीमा पाइने पानी पनि माल भन्छ यार ठेट त्यही हो अब कसैले माल लाग्छ फ्रीमा हैन यसलाई 40 रुपैयाँ तिरेर ल्याएको हो बे मेरो त भैँसीले पनि खाँदैन हो त्यो पानी त अब के बोले भाइ के बोले के छ थाहा भावी बोले शीतल लेक यस्तो छ फोटोसोटो हान्यो यता अब हामी त्यहाँ तल जान्छौँ यहाँ थिएन भिखारीहरू यहाँ सुन्तला खाँदैछ सुन्तला नि हामीले किनिदिनुपर्छ है पैसा यति मात्र बाँकी भयो 1000 थियो सबै खुलात खुलित यता छ यता चाहिँ पिकनिक आएको छ बुढाहरू हामी चाहिँ फाइनली यो डाँडा अनि फेरि यताको डाँडा घुमेर सकियो अब चाहिँ हामी रुम जान्छौँ यता चाहिँ खाजाको व्यवस्था छ भिखारी बच्चाहरू यहाँ खाँदैछ ल जम ल टक्क हामी चाहिँ फर्केर आयो है बुझ्दा पुरै बाटो अफरोड छ क्या अफरोडै अफरोड बाटो चाहिँ यस्तो छ जाडो छ अहिले अलिक घाम छैन यतातिर शीतल लेक पनि घुमियो घुमेर फर्किँदैछौँ हातमा फिङ्गी त यहाँ दियो भाइ होला चला अपने अपना अनि ओ भाइ दे फाइनल्ली केटाहरू चिया खाने रे यस्तो छ हालत बिग्रियो भन्छ आज दिनभरि हिँडेर यता छ अर्को टर्न बल्ल बल्ल हामी चाहिँ शीतल लेक घुमेर आइपुग्यौँ यहाँ अब चाहिँ चिया खाएर अब जान्छौँ भ्लगलाई पनि यहाँ इन गर्न चाहन्छु कि वाचिङ कि लभिङ सब्सक्राइब गरिदिनुहोस्